सावन फातुई सासु यसरी खान्छ खाने मान्छे चाहिँ यस्तो लाइट। गुड मर्निङ एभ्रिवान, सबैजनालाई माई न्यू मिनी भ्लग वेलकम छ सबैजनालाई। हामी चाहिँ यहाँ बिहान बिहानै टक्क यस्तो मर्निङ वाक गरेर हिँडिरहेछ। यहाँ छ तोर्पिनी, यहाँ छ तोर्पे, अगाडि छ तोर्पिनी। हामी चाहिँ यहाँ यसरी हिँडिरहेछ। लु गाइस, त्यही हो, आज चाहिँ हाम्रो कोद्रोड्ने लास्ट डे हो, त्यसैले चाहिँ मिनी भ्लग लिएर आएको छु मैले। सबैजनाले माया गरिदिनु पर्यो, युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु पर्यो। अनि हाम्रो गाउँघरतिर चाहिँ एउटा खतरा बप्पल भ्यू देख्न पाउँछ तपाईँहरूले। ल हेर्नु होला। गाइसहरू भ्यू नै देख्यो होला तपाईँहरूले कस्तो रहेछ, कमेन्ट गरिदिनु होला। यस्तो यस्तो भ्यू देख्न पाइन्छ हाम्रो गाउँघरतिर चाहिँ, त्यही हो। अनि मेरो युट्युब च्यानललाई सबैजनाले सब्सक्राइब गरिदिनु होला, सर्च सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला, त्यही हो। फेरि हाम्रो चाहिँ भ्यू देख्ने बित्तिकै एउटा झरना नि देख्न पाउँछ तपाईँहरूले, त्यो नि हेर्नु होला। ल हेरौँ है त, 1 2 3 गो। झर्ना पनि देख्यो होला, कस्तो रहेछ त्यो पनि कमेन्ट गर्नु होला। अनि हामी चाहिँ ल यहाँ कोद रोप्ने ठाउँमा आइसक्यो, हेर्नु सक्नुहुन्छ। यिनीहरू नै हो कोद रोप्ने ठाउँ, मकैभित्र रोप्छ हाम्रो चाहिँ पिछहरू, त्यही हो। मलाई चाहिँ काम यहाँ दिइसक्यो, आलु धुने रे, यहाँ आलु धुने पकाउने, त्यही हो गाइजहरू। हेर्नु होला है त, हेर्दै जाउँ। धुएर पनि सक्यो, अब काटौँ है त। ल गाइस, फेरि पनि आलु नि काटेर सक्यो, हेर्नु सक्नुहुन्छ। अब फेरि पनि धुम अनि पकाउँ होइन। ल आलु पनि धुएर सक्यो, अब म फेरि जड बनाउन लागेको, हेर्नु सक्नुहुन्छ। यहाँ पछाडि भ्यू चाहिँ खतरा देखिरहेको छ फेरि पनि, त्यही हो गाइसहरू। हात धुम धारा चाहिँ यस्तो छ हाम्रो फेरि यहाँ, यसले धुने हो धारा चाहिँ। हात धुम अनि जड बनाऊँ है त गाइसहरू। Cioè, mi fa due davvero un guarda sì. ल गाइस, यहाँ चटनी बनाएर सकियो, हेर्नु होला। हेर्नु होला यहाँ, हेर्नु होला। यहाँ चटनी बनाएर सकिसक्यो। यहाँ तरकारी बनाउँदैछ, आलु तरकारी बनाउँदैछ यहाँ बाजे तल छ। ल गाइस, भ्यू पनि उखालेर ल्याएछ, हेर्नु होला। भ्यू उखालेर ल्याएछ, कहिले उताबाट लिएर गएछ, कहिले उता माथि छ, होइन अझै माथि छ, अझै पनि माथि छ, उता छ दुई कति कति। र अब भ्यू उखालेर ल्याएछ, अब खाना खिच्नु पर्यो, खानु पर्यो सबैजनाले।
यहाँ मामा नि आएछ यहाँ सक्नुहुन्छ। अब खाना खुवाउँ त साथीहरू खाना खुवाउने ठाउँमा भेटौँला। ल गाइज यहाँ खाना खानको लागि मान्छेहरू हात धुँदैछ हेर्न सक्नुहुन्छ। खाना खानको लागि हात धुँदैछ मान्छेहरू। कोही भित्र छ गाई छ। ल गाइज हाम्रो चाहिँ यहाँ खाना आइसक्यो। खानामा रहेको छ दाल र आलु तरकारी। आलु तरकारी चाहिँ मैले खाएन, त्यहाँ खाँदैछ ठुलबाबाले। ल खाना खान्छु ल अनि एकछिन भेट्छु। एकछिन भित्र पनि छ खाना खाने मान्छेहरू। भित्र चाहिँ धेरै छ कि खाना खाने मान्छेहरू। ल गाइज खेत खनेर पनि सकिन लैसक्यो। म चाहिँ निस्किसकेँ। यहाँ बाजेहरूले खन्दैछ बाजेहरूले। त्यहाँ छ मामा र अङ्कल। यहाँ छ बाजे र मामा। यहाँ पसिनाले भिजेर यस्तो भइसक्यो आमा। अनि हाम्रो चाहिँ यसरी केटीहरूले पनि खान्छ हेर्नु सक्नुहुन्छ। तपाईँहरू खान्छ यसरी यसरी खान्छ। खाने मान्छे चाहिँ यस्तो छ यस्तो खतरा खान्छ जे भने हाम्रो आइले हेर्न सक्नुहुन्छ अरे। मैले भन्दा बप्पल खान्छ यार खेचेर। अनि हाम्रो यहाँ चाहिँ ठुलबाले खतरा गीत गाउँछ। ल गाइदेऊ त। ए सावन फातुई सासु ताइदेन लाला ताइसोला आसार मैना फ्लुदुनीजी सावन मैना खाजिनाजी हो त्यति त हो नि। अघिको चाहिँ गाउनु न तल गाएको चाहिँ त्यो चाहिँ खतरा छ कि गाउनु त गाउनु त्यो चाहिँ यति नै हो। तपाईँहरूले अब यस्तो गाउनलाई कस्तो लाग्यो यहाँ गीत कमेन्ट गरिदिनु होला। लगाइदिन्छ यहाँ खाजा खाजा छ। खाजा चाहिँ खान्छ यहाँ हेर्नु खाजा मान्छ। ल गाई हामी चाहिँ खाजा साजा खाएर टक्कै लाग्यौँ अब घरतिर। अगाडि छ मान्छेहरू कोही कोही अगाडि गइसके। जाने बेला यस्तो पानी पऱ्यो फेरि। यहाँ मैले छाता ओढेर हिँडिरहेको छ। यहाँ तोर्बिनी चाहिँ प्लास्टिक ओढेर अनि हाम्रो यहाँ आज एउटा मान्छेको चप्पल हराएर त्यहाँ हेर्नु न कसरी हिँडिरहेको छ। त्यो मामाको चप्पल हराएर बिचार के गर्नु हरायो। ल गाइस आजको मिनी भ्लग चाहिँ अब अन्त्य गरौँ। अब अर्को मिनी भ्लगमा भेटौँला। हस्त धन्यवाद। के कस्तो भयो आजको कमेन्ट गरिदिनु होला। ल गुड बाई।